यो सरकारसँग केही आशा गर्ने ठाउँहरू देखिँदैछ हेर्नुहोस्। फेरि पनि अर्को सल्लाह दिन चाहन्छु। सुदन गुरुङजीसँग यो उहाँलाई पर्सनल ट्याग पनि गर्नु छ र उहाँलाई पठाउने पनि छ यो भिडियो हेर्नुहोस्। नेपालको सशस्त्र प्रहरीलाई चाहिँ कृषि सेनामा परिणत गरी कृषकसँग जोड्नै पर्छ हेर्नुहोस्। 37,500 भन्दा माथि रहेको चाहिँ हाम्रो सशस्त्र प्रहरी अब हुलदुङ्गा नियन्त्रण, आतङ्कवाद नियन्त्रण, सीमा नियन्त्रण लगायतको लागि भनेर हामीले स्थापना गऱ्यौँ। तर त्यसको खासै प्रभावकारी ढङ्गले चाहिँ सशस्त्र प्रहरी लागेको देखिँदैन हेर्नुहोस्। त्यत्रो ठुलो फोर्सलाई के गर्ने त भन्दा फेरि हटाउने पनि होइन हेर्नुहोस्। किन हटाउने? त्यसलाई राज्यको एकदमै राम्रो ठाउँमा गर्नु सक्यौँ भने हैन देशलाई धेरै नै फाइदा हुन्छ। र के गर्ने त भन्दै गर्दाखेरि प्रष्ट रूपमा चाहिँ तपाईँहरू अब कृषि सेना है, तपाईँहरूले चाहिँ कृषिसँग जोडिएर चाहिँ संसारको राम्रो राम्रो प्रविधिहरू हामी तपाईँहरूलाई दिन्छौँ हैन। त्यो अनुसारले कृषकहरूलाई तालिम गराउनुहोस्। कृषकहरूको चाहिँ उत्पादन भएको सामानहरूको लागि वेयरहाउसहरू बनाउनुहोस्, भण्डारण गर्ने ठाउँ राख्नुहोस्, चिस्यान ठाउँहरू बनाउनुहोस्, नाली, कुलो, पानी, बिजुली बत्तीको व्यवस्था गरिदिनुहोस् हैन। कृषकले चाहिँ खेतमा उत्पादन गर्छ भने तपाईँहरूसँग गाडीहरू हुन्छ, तपाईँले त्यहाँबाट रिसिभ गरेर बजारसम्म लगिदिने गरिदिनुहोस्। त्यसो हुँदा तपाईँहरूले पनि सशस्त्र प्रहरीलाई पनि केही कमिसन आउने भयो, कृषकले पनि राम्रो दाममा पाउने भयो। होइन भने त कस्तो छ भने कृषकले फलाएको आलु 10 रुपियाँमा चाहिँ एउटा व्यापारीले किन्छ भने उसले 35-40 रुपियाँमा बेच्छ हेर्नुहोस्। भनेको त्यसको 300 गुणा बढी चाहिँ त्यो बिचमा चलखेल हुन्छ। 12-13 तहको 7-8 तहको चाहिँ दलालहरूले, तस्करहरूले चाहिँ हैन त्यो खाँदै खाँदै आउँदाखेरि एक त कृषकलाई पनि एकदमै सस्तोमा बेच्नुपर्ने, कुनै फाइदा नहुने, र हामी ग्राहकले पनि किन्दा पनि हामीलाई धेरै महँगो पर्ने स्थिति छ हेर्नुहोस्। त्यस्तो स्थितिमा हैन यदि सशस्त्र प्रहरी आफै चाहिँ त्यसमा बस्ने हो भने कृषकलाई पनि राम्रो उसले 15-20 रुपियाँ पाउने भयो भने हामीलाई पनि सशस्त्र प्रहरीको ढुवानी खर्च, उसको गाडी खर्च लगायत केही नाफा राखेर चाहिँ दिने हो भने हामीलाई पनि सस्तोमा पायौँ। एउटा उदाहरण हो। अर्को कुरो, हाम्रो जस्तो देशले चाहिँ भारतबाट चामल, दुध, नेपालमै उत्पादन हुन सक्ने कुराहरू युवा जनशक्ति हामी विदेश पठाउँछौँ। त्यो युवा जनशक्तिले विदेशमा श्रमिकहरूले पठाएको रेमिट्यान्सको पैसा नेपाल आउँछ। त्यही पैसा फेरि हामीले भारतबाट किनेर चाहिँ चामल, हरेक कुरा, तरकारी सबै कुरा किनेर खानुपर्ने स्थिति छ हेर्नुहोस्। तर हामीसँग जमिन छ, कृषि प्रधान देश भनिन्छ हेर्नुहोस्। त्यसलाई अलिकति विकासे प्रविधिबाट, अलिक वैज्ञानिक प्रविधिबाट हैन एउटा सामूहिक खेती प्रणालीबाट हाम्रो खाली जमिनहरूलाई युज गर्ने हो भने हामीले पठाएको अर्बौं खर्बौं रेमिट्यान्स देशभित्रै बस्छ। त्यही पैसाले चाहिँ हामीले चाहिँ यदि कृषिमा लाउने हो भने हामीले कहीँबाट किनेर खानु पर्दैन। हामी आफैमा एउटा हुन्छौँ, आत्मनिर्भर हुन्छौँ, परिजीवी हुनु पर्दैन हेर्नुहोस्। यदि विश्वमा कुनै पनि अस्तिको कोरोनाको जस्तै अथवा नाकाबन्दीको जस्तै अथवा विश्वमा कुनै पनि एउटा युद्ध हुने भने र भारतले हामीलाई रोकिदिने हो भने हैन, यदि खाद्यान्न नपठाउने हो भने हाम्रो देशमा भोकमरी फैलिन्छ, हाहाकार हुन्छ। त्यहाँ यति ठुलो चाहिँ त्यहाँनिर चाहिँ हैन तपाईँलाई के भन्नु स्थिति हुन्छ नि, भयावह स्थिति हुन्छ। त्यसको लागि पनि जसरी हुन्छ सशस्त्र प्रहरीलाई कृषिसँग जोड्नै पर्छ। सशस्त्र भनेको कृषि सेना हो, कृषक सेना हो। कृषि धानेर भन्नु खोजेको होइन मैले, फेरि कृषकले रोप्छ, कृषकहरू छ नि, तर उनीहरूसँग कोर्डिनेसन गराएर उनीहरूलाई यति सजिलो वातावरण बनाइदिनु पऱ्यो। सुरुको बिउदेखि लिएर उत्पादन भएर बेच्नसम्मको लागि चाहिँ यदि जिम्मा लिने हो भने आर्मी छ, आर्मीको काम भनेको विकासको लागि काम गर्छ, ऊ अलग्गै छ हेर्नुहोस्। यसरी जाउँ हेर्नुहोस्। सबै मैले देखेको भनेको बालेन सरकारले, सुदन गुरुङले यतातिर ध्यान दिनुहोस्। कसरी हुन्छ संविधान संशोधन गरेर हुन्छ, सशस्त्रको प्रमुखमा बसेर हुन्छ हैन, गरौँ। बरु त्यहाँ खर्च गरौँ, 2-4 खर्ब 5 खर्ब पछि त्यहाँ लगानी लाउँ। उनीहरूलाई चाहिने डिजिटल कुराहरू गर्नुहोस्। मैले केही समय अगाडि पढ्दै थिएँ हेर्नुहोस्, के भरे यो हाम्रो टर्की, यस टर्कीको पहाडहरूमा चाहिँ आर्मीहरूले हैन त्यो खाली पहाडहरूलाई चाहिँ आर्मीले त्यहाँको अवस्था बुझेर त्यहाँको वैज्ञानिकहरूलाई सबै के उत्पादन हुन्छ भने बुझ्नु लगाएर चाहिँ त्यहाँ बत्ती, पानी, बिजुली लगाएर चाहिँ विश्वको व्यापारीहरूलाई चाहिँ आउनु पर्छ। हाम्रो ठाउँमा कफी हुन्छ, हाम्रो ठाउँमा यो खालको फल हुन्छ, तपाईँहरू लगानी लाउनुहोस्, तपाईँलाई सबै सुरक्षा हामी दिन्छौँ भनेर उसको खाली पहाडहरूलाई राम्रो बनाएर चाहिँ त्यसरी बेच्दै थियो हेर्नुहोस्। त्यस्तो पहाड त हामीसँग कति छ हेर्नुहोस्। हामीसँग उत्पादन हुने कुरा त वाइनको फ्याक्ट्री खोल्नु सकिन्छ हेर्नुहोस्। यदि हामीले प्रशस्त रूपमा नासपातीहरू, स्याउहरू, विभिन्न कुरा गरेर ती वाइन फ्याक्ट्री चाहिँ खोल्ने हो भने विश्व बजारमा कति आवश्यक छ हेर्नुहोस्, नेचुरल कुराहरू हैन। पछि आर्मीले राम्रो विकास सेना भएर चाहिँ बाटोहरू खोलिदिनु भयो। हाम्रो चाहिँ म सधैँ भन्छु भारतको माथि सिरिपेज जस्तो भएर बसेको नेपाल छ, त्यसलाई चाहिँ हैन त्यहाँको मिनरल वाटरहरू चाहिँ बेच्ने हो भने 3 करोड जनसङ्ख्या त विश्व बसी खान पुग्छ हेर्नुहोस्। चाइना र इन्डियाको हामी मुकुट भएर, सिरपेज भएर त्यो भएर चिनिन्छौँ हेर्नुहोस्। त्यो स्थिति छ। त्यही भएर सशस्त्र प्रहरीलाई जसरी हुन्छ कृषि सेनामा आबद्ध गराउनै पर्छ, कृषकसँग जोड्नै पर्छ, अत्याधुनिक उनीहरूले
प्रविधि दिएर चाहिँ जोडाउनै पर्छ। त्यत्तिकै राज्यले पाल्नु सक्दैन हेर्नुहोस्। फेरि पनि भन्दैछु, निरन्तर भन्छु, भनिरहन्छु हेर्नुहोस्, यो भन्नै पर्छ। किन कि त मेरो पनि त देशको लागि कन्ट्रिब्युट होस्, यो सामाजिक सञ्जालमा किन कन्ट्रिब्युट होस्, यो चाहिँ हुनैपर्छ हेर्नुहोस्।